हैन। अब यहाँनिर चाहिँ हाम्रो मेमे हुनुहुन्छ। अब मेमेको बाइक चाहिँ यहाँनिर एकदमै एउटा भाइरल भएको रहेछ नि, साग बेचेर चाहिँ बाइक किनेको भनेको होइन। तर अब भाइरल भिडियो चाहिँ अब के हो कसो हो, यहाँ हाम्रो मेमेले हल्का इन्ट्रोडक्सन दिनु पर्यो। सबैलाई फ्याबुल हो। यहाँ अब हाम्रो नातिनी ज्वाइँहरू पऱ्यो, ज्वाइँको यता भाइ यहाँ पनि भाइ नै, अनि म चाहिँ मेमे पऱ्यो। त्यसले गर्दा यहाँ घुम्न आएको रहेछ सोरेङमा। र मेरो जुन चाहिँ साग बेचेर यो बाइक किनेको थिएँ भनेदेखि सागै बेचेर 2.10 को चाहिँ म त ल्याउँछु भन्दा त म त आगे पनि ल्याउँछ जाउँ भन्दै थिएँ, तर ल्याइ पठाएछ यी एभेन्जर 2.10 आसिङ ग्ल्याप्पै मात्र अहिले ल्याएको एक दिन अहिले डल्ले बारी देखाउँदैछु। मेरै बाइकमा जुन हो, म तपाईँहरूलाई अलिक डल्ले पनि लानुहोस् हो। ल अहिले तलै गएर म सबै देखाउनेछु के कसो। अब चाहिँ डल्ले बेचेर चाहिँ मेमेले चाहिँ अब पिकअप किन्नुहुन्छ है। सबैजनालाई बाई बाई होइन। अब फेरि स्टार्ट भयो होइन। अब चाहिँ एउटा बाइक थपेको छ, हाम्रो आखेको बाइक चाहिँ थपेको छ। अनि आखे र पापा बस्नु भएको छ, अनि पर चाहिँ दादा र काका बस्नु भएको छ। अनि म र दादा चाहिँ यो स्कुटीमा बस्ने चाहिँ यो चाहिँ तपाईँको सिबी बारी, डरलाग्दो सिबी बारी होइन। डरलाग्दो सिबी बारी यहाँनिर चाहिँ तपाईँले यो सिजनमा, यो तपाईँको जुन मे जुन जुलाईमा चाहिँ तपाईँले सिबीको बारी खेतीहरू होइन यहाँनिर जस्तो आइपुग्नु भयो मेमे, आखे जस्तो आइपुग्नु भयो त्यस्तै यहाँनिर हेरचाह गर्न थालिहाल्नु भयो है। पत्ता छुट्याउनदेखि लिएर यहाँ बाक्लो भएको कारणले गर्दाखेरि होला मेबी अब उहाँ आउने बित्तिकै चाहिँ अलिकति भए पनि केयर चाहिँ हुन थाल्यो बारीलाई होइन। अब यहाँ तल चाहिँ फेरि के आइपुग्छ भन्दा खोर्सानी बारी हो। यो चाहिँ आखेको खोर्सानी बारी। साग बेचेर किनेको बाइकमा चाहिँ अहिले चाहिँ खोर्सानी रहेछ। नेक्स्ट टाइम आउँदा चाहिँ खोर्सानी बेचेर चाहिँ पिकअप हुन सक्छ है। ए गाडी चाहिँ किन्नु, आखेले गाडी चाहिँ किन्नु हुन्न रहेछ। तर एउटा माम चाहिँ हुनुहुँदो रहेछ यहाँनिर। यहाँ तपाईँले हेर्नु सक्नुहुन्छ यी खोर्सानी हेरे हेर्नुहोस्, खोर्सानी एकदमै यहाँ चाहिँ आखेको आफ्नै बारी। आखे तपाईँको आफ्नै बारी है यो चाहिँ? यो हैन, मैले रेन्टमा लिएको। रेन्टमा लिएको यो चाहिँ आखेले चाहिँ रेन्टमा लिएको बारी रहेछ। तर पनि खास कुरा भन्नुपर्दा चाहिँ मेरो खास बारीमा चाहिँ मैले छोराहरूलाई दिएको छु। हजुर, त्यहाँदेखि धुप्पी रोपेको छु, तल धुप्पी बारी अघि देख्नु भयो। हजुर हजुर, मेरो बारीहरू। अन्त यो चाहिँ ब्ल्याङ्क राखेको थियो। यो रोप्नुको खास कारण पनि छ, अब किनभने म सर्भिस नै गर्थेँ इरिगेसन डिपार्टमा। रिटायर भएको चाहिँ म 2 वर्ष भयो। 1 वर्ष अगाडि चाहिँ मेरो अब माम भनौँ, तपाईँहरूको चाहिँ माम म चाहिँ बित्नु भयो। अन्त 1 वर्ष चाहिँ म घरमै अब हेडेक जस्तो भएर बसेँ। अन्त फेरि सोचेँ होइन यो त गरिरहेको छ, अब बानी छ, अब गाउँको केटाहरूले कसैले गर्दैन, अन्त यो त गर्नुपर्छ भनेर चाहिँ मैले साग रोपेँ। सागको यो सेप्टेम्बरमा रोपेको थिएँ साग। अन्त सागको भित्र चाहिँ मैले 21 खेती गर्छु म। यो डल्ले चाहिँ रोपेको थिएँ अस्ति सेप्टेम्बरमा। रोपको भ्लगमा नि मैले देखाएको थिएँ साग बेचेर मैले बाइक निकालेको। अब त्यो सोलिड पैसा त होइन, अब त्यस्तो चाहिँ होइन, मैले भनेको थिएँ त्यति बेला। तर मैले अब कति 38,000 चाहिँ जस्ट एउटा भनाइ मात्रै हो कि साग बेचेर चाहिँ बाइक निकाले, जस्ट एउटा एन्टरटेनमेन्टको लागि 38,000 चाहिँ मैले क्यास मैले बेचेको थिएँ डोकोहरूसँग। यो मुनि चाहिँ मैले के अरे यो खुर्सानी रोपेको थिएँ हो। हजुर, अन्त खुर्सानी रोपेको होइन, यहाँको गाउँको केटाहरू यस्तो खाले हो। हजुर, केटाहरूको लागि नि एउटा इन्करेजमेन्ट खाली। हजुर जोस दिएको। मेरो अहिले उमेर कति 64 वर्ष पुग्यो। हजुर हजुर। अन्त म रोप्छु, यो मलाई थाहा छ बानी भनेर मैले ट्राई गरेको थिएँ। ट्राई गर्दा चाहिँ अब यस्तो फल्यो हो। अस्ति कहिले अप्रिल 22 तारिकदेखिको टिपेको। अब अहिले यो जुन फलेको छ यो फर्स्ट टाइम त होइन नि त तपाईँको लागि? होइन, पहिल्यैदेखि अभ्यास, पहिल्यैदेखि हो नि त है। अब यो जुन पालि फलेको छ होइन, अब यो जुन पालि फलेको छ यो पालिको फलेको चाहिँ अलिक बेसी हो कि कम्ती हो?
होइन मोटामोटी अब यतिको त अब नफलेको होइन अब दिएकै भयो। फलेकै हो है हेरेर चाहिँ हजुर अब मेहनत गरेको हिसाबले चाहिँ यतिको चाहिँ राम्रै हो अब ठिकै यो हो अहिले अप्रिल 22 तारिक दिनको टिपेको अहिले कति झन्डै 7-8 टिपे झन्डै अब पैसाको त नभन्नु भन्छ हो अब बेचे मोटामोटी हजुर अब अहिले त पुरा प्रफिटमा छु नाफामा छु हजुर अझै छ अब यो त कहिलेसम्म अब झन्डै पहिला त अक्टोबरसम्म टिप्थे हजुर यही सेप्टेम्बरमा रोपेर अक्टोबरसम्म आउँदो यो अक्टोबरसम्म बेच्थेँ पहिला चाहिँ अब योपालि कस्तो हुन्छ यो बर्सातहरूले गर्दा अहिले नयाँ नयाँ भाइरसहरू छ जति अब मान्छेलाई जस्तो लाग्यो हजुर यो अब बिमारीहरू नयाँ नयाँ आउँछ यसलाई चाहिँ पुरा केयर गर्नुपर्छ तर अब म जिती चाहिँ सकेँ अब हजुर। फल चाहिँ निकालिसकेँ हो। यति नै हो खुसी छ खुसी लाग्छ अब आफूले यो गाउँको अब यो कुन केटाहरूले सिजनमा चाहिँ रातो हुन्छ यो अब 15 दिनमा अहिले मोटामोटी रातो हुन थाल्यो ए एउटा पाक्न थाल्यो यहाँनिर अलिकति हेर्न सक्नुहुन्छ यो त यहाँनिर काँचामै अब 600 रुपियाँ किलो हजुर अहिले चाहिँ घटेर 500 रुपियाँ हजुर 450 सम्म चाहिँ जाँदैछ अहिले हजुर अन्त नभए त अस्ति फर्स्टमा निकाल्दा चाहिँ 600 रुपियाँ जाँदै थियो हजुर यो त अब मजाको छ अब एउटा किन यो गाउँको केटाहरूले नि इम्प्रुभ गरोस् भनेर अब सबजना केटाहरू यस्तो गाजर खाएर बोसुहरू खाएर अब यो सबै उयो सुतेर बसिरहेको हुन्छ दिनभरि आम्बोलाई ठकेर हो केटाहरूलाई चाहिँ मैले जोस दिएको यो के गरेर अब यसरी हो गर्नुपर्ने आफ्नो बारी छ होइन हजुर हजुर एक दिन यो बारी एक दिन सबै कुरा बन्नुहुन्छ किनभने सबै हाइब्रिड हाइब्रिड भइसकेको छ उहिले हामी अर्ग्यानिक खान्थ्यौँ पिण्डालु खान्थ्यौँ हजुर हो नि सिमल सकरखण्ड के खान्थ्यौँ अब मजाको थियो अहिलेसम्म हामी अब फुर्ती छु अब अहिले केही अब सबै हाइब्रिड छ त्यो एक दिन सबै बन्नु होला हो आफूले यो बिउ बिजन आफूले गरेको छ भने आफूले यो निकालेको छ भने आफूले गरेर खानु सक्छ कहीँ नोकरी खोज्नु जानु परेन बाहिर नि जानु परेन मेरो देखाइल चाहिँ हो हजुर तर हजुर यो भिडियो कतिजनाले बाहिर नै हेर्छ तर उनीहरूले जो छ आफ्नो महिना छँदैछ आमा बाउ घरमा संसार छँदैछ गर्ने उनीहरूले बाहिर आनासुकी गर्छ 40-50 त मिनिमम खान्छ नि त महिनामा होइन त्यो होइन म पनि डल्ले रोप्छु भनेर चाहिँ फेरि नआउनु नि फेरि आउनु 40-50 ठिकै छ किनभने गाउँमा चाहिँ आमा बाउ उसको सागा सन्तानले गाउँमा गरी खाने चाहिँ हुन्छ यो तर गाउँमा अब गरी छैन खाने भने चाहिँ हुन्छ, यस। छैन भने चाहिँ यो गरेर हुन्छ तर यसमा नि अब आफू खट्नु पर्यो अलिकति परिश्रम छ होइन अब दबाई पानी लाग्छ त्यही हो हुन्छ